ल है यो चाहिँ लोवर मुस्ताङ भनेको मुक्तिनाथ आसपास हो। यो देखिएको बजार जुमसुम बजार हो। मुस्ताङ जिल्लाको सदरमुकाम जुमसुम बजार। त्यहाँ स्याउका फार्महरू छन्। अब यो अहिले देखिएको सानो पोखरी यसलाई धुम्मा लेक भनिन्छ। त्यो धुम्मा लेकको आसपासबाट देखिएका यी मनोरम दृश्यहरू, हिमालका चुचुराहरू यहाँबाट देख्न सकिन्छ। यो अत्यन्तै मनमोहक छ। यतिखेरको मौसममा साह्रै नै खुल्ला मौसम अत्यन्तै सुन्दर देखिन्छ। त्यसै गरी काली गण्डकी जहाँ शालिग्राम भगवान यहाँ चाहिँ नि पाइन्छ। अब यो देखिएको नदी गण्डकी नदी जुन मुक्तिनाथबाट उत्पत्ति भएर तल कालीमा मिसिएको ठाउँ जहाँ कागमेनी भनिन्छ। यो गण्डकी र काली मिसिएको ठाउँलाई कागमेनी भनिन्छ। यहाँ विशेष गरेर पितृ उद्धारका लागि श्राद्धहरू गरिन्छ। त्यसै गरी यो चाहिँ कागमेनीबाट उकालो मुक्तिनाथ भगवानको दर्शन गर्न जाने बाटो। जो यति सुन्दर छ, यति रमणीय छ यतिखेर।